के भाइ हो यहाँ शीतलमा यहाँ शीतलमा Vale, soy. Sai, yo te la varí, sai, yo te 250. Oi. Sai. Static hum invades my veins. Lights flicker, shadows stretching out. Saio. Hands move distorted in the blurred pain. हरि बजाउँदैछ दाजुभाइहरु Echoes of silence driving me insane. सायो सो अलराइट गाइज अलराइट है सो बाइकमा ट्याङ्की पनि हालिसक्यो हैन अनि त्यही नै हो अहिले चाहिँ डट बाइकको टेस्ट राइड हान्न जान लाग्यो अनि त्यही नै हो अब दाजुभाइ हेलो गाइस के छ ठीक छ नि ल सो अहिले चाहिँ ट्याक्क सन्देश भाइ धोग्रे डल्ले हैन र सिलमा बसिरहेको छ हामी चाहिँ अब डट रेस राइड हान्न जानुपर्ने हुन्छ म चाहिँ भर्खरै उठेर आएको आवाज चाहिँ धोग्रे आएर होला हो धोग्रेले भने अस्तितिर नआएर ओइ मेरो आवाज धोग्रे आइरहेछ हो अरे के ल यस्तो हाँसेर जम धोग्ला आज 1v1 पनि हान्छु म इस्टोगरमा ल जम ल केटा ल अब सेटअप गरौँ अनि निस्किनु पर्ने हुन्छ है त चाबी ल्याउ त ल केटा अब चाहिँ ट्याक्क लाएर बाइकमा जानुपर्ने हुन्छ है त भाइको सिटले कस्तो ग्रिप दिने यार पाइन्टलाई केटा अब चाहिँ निस्किँदैछौँ केटाहरू अगाडि गइसक्यो है त्यही नै हो सबैजना यसो अब समटाइम बेला आएको बेला सबैलाई बोलाएर जाउँ न भनेर प्लान गरेर चाहिँ हामी निस्किँदैछौँ होइन दाजुभाइहरू त्यही नै हो पार गर्न उता राख्न कहाँ राख्ने हजुर होइन यो उयो सन्देश भाइको के छ दाइ ठिक छ शिशिर त ऊ पसलमै बसिरहेको छ एक्लै खायो क्या आजभोलि बाइकको प्राइसहरू के कति राख्नु भएको हो हजुर होइन त्यस्तो अलिअलि हो हुन्छ चलाउँ न त ल जुन चलायो नि हुन्छ होइन यही चलायो हेरौँ न त 250 नै होइन आज न कता कहाँ त्यत्रो टाढा जान्छ सिल्याङ्गी साइडमा हिँड न 250 200 अहिले साटेर चलाउनु पर्छ है एडिक सर्ट लिँदैछ सर्ट एउटा भयो त ल हिँड्नु डल्लै ल
ल सही हो केटा हैट सही हो हरिफ छ हरिफ केटा जस दामी छ है जोनसेन रहेछ बाइकको नाम चाहिँ है म चाहिँ जोनसेन 250 चलाउँदैछु हाम्रो सन्देश भाइले जोनसेन 200 भयो अनि यो सायद आई थिङ्क 150 होला अनि घलेले कुन पो चलाइराख है तेरो कति सिसीको हो ओइ कति सिसीको हो क्या कति सिसीको हो त्यो खै खुट्टा उयो हटा त छैन त लेखेको ए 150 रहेछ 150 आर रहेछ है दाजुभाइहरू ल त्यही नै हो ल बाइक चाहिँ हरिफ कुद्छ जस्तो छ ल दाजुभाइहरू यसमा लिन चाहिँ अलिकति नमिल्लाई भनौँ हाल्निले त हान्छ होइन ओए घलेले दामी दामी दिमाग लाग्यो केटा डट बाइक भनेपछि डटको मजा त लिनु पऱ्यो नि केटा हो होइन हैट 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 सही हो ल ल ल ल एकछिन म चलाउँछु नि त्यसपछि रिभ्यू दिन्छ है केटा हो पहिला बुझ्नु त पऱ्यो नि त होइन बाइक के कतिको छ पावरदेखि लिएर होइन एभ्रिथिङ हैट सही हो हैट ओइ 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 यस्तो ग्राउन्ड क्लियरेन्सहरू कति छ दामी छ जस्तो छ ग्राउन्ड क्लियरेन्स नि हैट सही हो केटा म यताबाट जान्छु आइज घले अलिकति मजा त लिनै पर्ने हुन्छ दाजुभाइहरू सही हो यताबाट पनि बाटो रहेछ क्या त्यसैले म यो साइडबाट आएको हैट हैट यो त जाँदैन त यार 250 सीसी ए अलिकति होल्ड गरेर हान्नुपर्ने खाले रहेछ यो विलीको लागि चाहिँ अलिकति स्पकेट चाहिँ ठुलै हाल्नुपर्छ जस्तो छ दाजुभाइहरू होइन धेरै हो जस अलिकति सबजनाले रिभ्यूहरू दिन्छ हाइट एबिएस पनि अफ छ कि एबिएस वाला हो कि होइन एबिएस वाला होइन रहेछ हाइट दाजुभाइहरू सही हो सही हो सही हो गले छोड सही यो केटा हरिफ छ है यो चाहिँ 250 हैट 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 सही हो ओए स्टप त क्या मजाले आउने यार है दाजुभाइ हिँडिसकेका छन् भनौँ है हैट सही हो दाजुभाइहरू यहाँ शीतलमा यहाँ शीतलमा रे भाइ ल दाजुहरू वाइल थाकिसक्यो है जस्तै नै हो जस बाइकमा पावर पनि बवाल छ होइन अनि जस्तै नै हो सोचे अब विलीहरू चाहिँ प्र्याक्टिस गऱ्यो भने अलिक स्लोमा हान्नु पर्दो रहेछ होइन अलिकति स्पिड बढाएर हान्यो भने चाहिँ तपाईँको 10-15 मा हान्यो भने चाहिँ नआउँदो रहेछ होइन त्यही नै हो अब सबैको मतलब यङ केटाहरूको पनि यस्तो अब होइन प्राइस रेन्ज अनुसार यो लिने एउटा सपना हुन्छ नि त जे भयो नि यो 250 सीसी भयो भने त्यस्तो महँगो छैन होइन अनि त्यही नै हो केटा ल अनि जस्तो दामी छ अनि हाम्रो सन्देश भाइको चेन चुडिसकेको छ चेन के लुज थियो र
चेन फुस्केछ हब लुज रहेछ है हब लुज रहेछ छैन मेन कुरा स्पकेटै छैन कस्तो स्पकेट छैन यो ती छ त त्यस्तै हो के भाइ हो र हो नि गुडाउनु त टायर ढल्काएर ल तिमी घुमाउ त भयो ल दाजुभाइहरू चेन पनि सेट भइसक्यो है जस अब चाहिँ निक्लिनु पर्ने हुन्छ जस म बाइकमै भन्छु के कस्तो रहेछ पावरहरूदेखि लिएर स्टबी के हुन्छ होइन अनि जस मैले भिडियो बनाउने भनेको त यो अलि बुढा मान्छेहरूलाई भन्दा पनि अलिकति यङहरूलाई अलिकति डेडिकेट गरेर बनाउने हो नि त भिडियो सो जस दामी छ पिकअपहरू चाहिँ के कस्तो म अनलाइनमा बुझेर सबै यसको सिनेमेटिक सर्टहरूमै होइन इन्फर्मेसनहरू हालिहाल्छु होइन जस त्यही नै हो केटा हो ल अब चाहिँ निस्किनु पर्ने हुन्छ अब डट राइडको लागि यहाँबाट जानुपर्ने हुन्छ है त ल केटाहरू त सबैजना रेडी छ त्यही नै हो ल दाजुभाइहरू म चाहिँ यहाँ एङ्गल स्याङ्गल मिलाउँदै थिएँ होइन अनि त्यही नै हो ल अनि हाम्रो एकचोटि फेरि पनि हाम्रो बटारको उमेश दाईलाई हाम्रो उमेश दाईलाई चिन्नुहुन्न भने बटारमा हाम्रो उमेश दाईको चाहिँ लेख छ है तपाईँहरूको केही अब के अरे अब यो फलाम बाइक हुन्छ नि एल्बोनियमहरू वेल्डिङ गर्नु पऱ्यो भने चाहिँ होइन यस्तै कुराहरू तपाईँहरूले पनि बुझ्नुहुन्छ बाइक चलाउने मान्छेहरूले होइन एल्बोनियमदेखि लिएर अब तपाईँको फलामहरू सबै वेल्डिङ गरिदिनुहुन्छ जस तपाईँहरू पनि त्यहाँ भिजिट गर्न सक्नुहुन्छ होइन केटा हो त्यही नै मनोकामना लेथ छ लेथको नाम चाहिँ यहाँ हाम्रो नयाँ बस ट्र्याकको नजिकै छ तपाईँहरूले नयाँ बस ट्र्याकमा सोधिसक्यो मनोकामना लेथ कता हो भनेर सोध्ने बित्तिकै तपाईँहरूले ठाउँ थाहा पाइ नै हाल्छ होइन अनि त्यही नै हो ल वाइल थाक्यो क्या दाजुभाइहरू ल अनि के भन्छ अनि उमेश दाईलाई हाम्रो उमेश दाईलाई धेरै धेरै धन्यवाद छ है फेरि गरिदिनुपर्छ दाईहरूले पनि सपोर्ट गऱ्यो भने पो अनि भाइहरू एउटा ठाउँमा लेभलमा पुग्छ होइन दाजुभाइहरू त्यही नै हो ल अब चाहिँ कुरा नबोलिकन यसो मजाले अनि अर्को कुरा तपाईँको दाजुभाइहरू ब्रेकहरू यसमा एबिएस छैन है ब्रेक एबिएस छैन अनि यसको सामानहरू के कस्तो हो त्यो चाहिँ म तपाईँहरूलाई के भन्छ डिस्क्रिप्सन थ्रुबाट भन्छु होइन अनि त्यही नै हो जस ब्रेक एबिएस छैन अगाडिपट्टि डिस्क ब्रेक रहेको छ भने पछाडि ड्रम रहेको छ केटा हो होइन अनि यसको फ्युल क्यापेसिटीहरू चाहिँ म बुझेर भन्छु जस फ्युलहरू माइलेज कति दिन्छ होइन राइट अब रियल डट राइड हान्नुपर्ने हुन्छ है दाजुभाइहरू है सही अस्ति एक्सपल्सको त्यो त चलाउनु पाएन तर आज यो चलाउँदैछु दाजुभाइहरू है मजा आउँछ जस सस्पेन्सन चाहिँ तपाईँको अगाडि पछाडि जस दामी छ है मजाको लचकदार छ त्यही नै हो दाजुभाइहरू है गले राइट सही कतिको मजा आइरहेको त बवाल हो राइट सही हो दाजुभाइहरू सन्देश भाइ यो ठाउँमा यो साइड पाएछ भने चाहिँ ल्याइन्छ क्या है रियल अफरोड हामीले नुवाकोटभरिमै सबैजना भन्दा यो नुवाकोटभरि अब बिहानभरिमा जसले पनि चलायो अब दिउँसोमा पनि जसले पनि चलाउँछ हामीले चाहिँ खत्रै पाराले टेस्ट राइड हान्यो होइन दाजुभाइहरू त्यही नै हो जस्ट कोही लास्ट फ्लेक्सिबल के सस्पेन्सन तपाईँको आम्बो दाजुभाइहरू लास्ट फ्लेक्सिबल है फ्लेक्सिबल पछाडिको चाहिँ ड्रम ब्रेक भएर अलिकति के अरे ब्रेक हाल्दै ट्रेनमा घ्याट प्रब्लम हुन्छ होइन प्रब्लम होइन यो जस्तो यस्तै हो बानी लाग्यो भने मतलब हुँदैन होइन दाजुभाइहरू त्यही नै हो दाजुभाइहरू पक्रा भइरहेको धेरै सन्देश भाइले कस्तो धुलो उडाइदियो क्या भलेहरू लास्ट पछाडि छ होइन धुलो देख्नु दाजुभाइहरू बवाल उडिरहेको बवाल मजा आएर ल ओइ हाम्रो घरतिर हिँड है हाम्रो घरतिर गले है हाम्रो घरतिर माझगाउँतिरसम्म जाने ल दाजुभाइ दाजुभाइ बवाल लेकेट चलाएर अनि बानीले होला यो चलाउँदा त वाल मजा लगाएर है दाजुभाइहरू सन्देश भाइले आज कता लानुभयो यहाँ दाजुभाइहरू
हरि मजा आउँदैछ दाजुभाइहरू लास्ट फ्लेक्सिबल है दाजुभाइहरू सस्पेन्सनमा नो कम्प्रोमाइज है सस्पेन्सनमा चाहिँ नो कम्प्रोमाइज बवाल तरिकाले डट रेस साइड हाल्नुपर्ने हुन्छ है दाजुभाइहरू दाजुभाइहरू फुल टेस्ट साइड हान्दै यसको त हामीले सिलड्याङ्गीको त्यो माथिपट्टि के त बवाल 250 तिम्रो घरतिर साइड जाउँ भन्छ सन्देश भाइले आर्का भाइको यत्रो धेरै बेर त एकछिन सिलड्याङीसम्म भनेको थियो भन्न त यसो गरौँ यहाँबाट थुङ्गा जाउँ होइन त्यहाँबाट तल झरेर पुर्याइदिउँ है सिसिरको यहाँ फेरि भेल्टेज बाइक दाजुभाइहरू बवाल तरिकाले है दामी तरिकाले चलाउँदैछ है दाजुभाइहरू सही फक्र पाराले है दाजुभाइहरू ल पिच रोडमा फेरि चलाउ है मजा आउँछ ल सिसिरको है ल दाजुभाइहरू हाम्रो उमेश दाइले पनि निराश पार्ने छैनौँ हामी अलिकति छिटो नै जान्छौँ है दाजुभाइहरू त्यही नै हो सही दाजुभाइहरू सही दाजुभाइहरू बब्ली गाह्रो मजा छ दाजुभाइहरू बाइकमा चाहिँ नो कम्प्रोमाइज है नो कम्प्रोमाइज सही हो माथिबाट हिँड यहाँनिर एक विली त बन्द है गले कुदा डल्ले सही दाजुभाइहरू बवाल धुलुडा बवाल सन्देश भाइ कुदाउ सन्देश भाइ सन्देश भाइले बवाल मजा लिइरहेको छ है दाजुभाइहरू सही धुलो कतिको उड्या रहेछ हेरौँ न बजाइ ओ बाटै नदेख्ने भइरहेको रहेछ यताबाट अब पुऱ्याइदिने ल अगाडि ल दाजुभाइहरू अरूलाई मजा आयो कि आएन मलाई चाहिँ 250cc मा बवाल मजा आयो है यो 250 हो कि होइन हो 250 हो दाजुभाइहरू जस बवाल मजा आयो है सही हो होइन दाजुभाइहरू अगाडि हिँड्नु पऱ्यो नि धुलो नखानलाई सन्देश भाइहरूले धुलो फालिदिइसक्यो अब सही हो यो अलिकति उयोले चाहिँ अलिकति गाह्रो गर्दो रहेछ है उमेश दाइले फोन आयो कि हो दाइले फोन आएछ है ल दाजुभाइहरू अब चाहिँ निस्किनु पर्ने हुन्छ और मैं ये जो मजा है हिंदुस्तान के हर फिडब्याक चाहिँ दामी छ जस मैले भ्लगमा नि भन्दैछु छु होइन अब यहाँ सिलड्याङ्गी माथि छ होइन सिलड्याङ्गी थाहा छ तपाईँलाई यहीँ माथि छ क्या एउटा सानो अफरोड त्यसमा मेरो सुजन दोङ हजुर होइन यहीँ सिलड्याङ्गीमा नर्मल चलाउँदै हो यस्तो त्यो ड्रिफ्ट भन्छ नि यो भाइले त्यो गर्नु लाग्थ्यो अनि भ्याट्टै चेन फुस्किरहेको लडे त छैन कोही पनि लडे छैन पाए त भर्खर लगाएर आएको धुलो पिठो भएछ अब उड्ने त उडाउनेले उडाउँछ त्यही हो होइन
उडाउनुले अब हिरो हन्डामै उडाइदिएर हुन्छ 470 छ त्यसको युएसबी पनि दिएर रहेछ है यसमा चाहिँ ए त्यसमा पनि रहेछ त ए ए ए ल ठिक छ हजुर मेरो ग्रुपबाट हजुर सोरुम कहाँनिर खोले अनि सोरुम कहाँनिर हो यसको ए ए ए धन्यवाद है त ल ल त्यो साइडको लागि दाइ तपाईँलाई नि है ल दाइ तपाईँलाई हस् हस् ल दाइ ल दाइ अब चाहिँ जान्छौँ हामी पनि है ल खानसान हुन्छ हस् हस् धन्यवाद हजुर हजुर हस् 8 बजीतिर आउँछ 8 बजी हाल्छु जहिले पनि मैले 8 बजी हेर्नु न है ल बाइक त एकदम बबाल छ ल हजुर 475 मात्रै है एनएस किन्नुभन्दा त यही किनिहाल्छ नि मान्छेले अब हजुर हस् हस् भाइ ल समात त डिजाइन हो हजुर हजुर ए ए ए ए हुन्छ हुन्छ यो चाहिँ साइक्लोन भन्ने यही कम्पनीको हो मोडल फरक ल दाजुभाइहरू टक्क पसिनाको चाहिँ वाल छ्याल नै भयो अहिले चाहिँ यसो फ्यानमा बसेर पसिना चाहिँ सुक्यो होला तर लुगा लास गनेर केटा हो बाहिर पनि हल्का फुल्का सफा गरे होइन त्यही नै हो अनि कस्तो लाग्यो तिमीलाई चाहिँ बाइक ठिक छ अफोर्डेबल प्राइस छ होइन अरू त्यस्तै हो सस्पेन्सनहरू बवाल छ अब यो चाहिँ नुवाकोटमा एउटा सोरुमहरू चाहिँ आयो भने चाहिँ खत्रै जान्छ बवाल यो बाइकले चाहिँ अब लगभग केही टाइममै मार्केट दिन्छ इफ यसको सामानहरूको चाहिँ अलि सजिलै पाउने अलिकति सजिलै भयो भने चाहिँ अफोर्डेबल प्राइसमा पाउने भने चाहिँ बाइकले राम्रो मार्केट दिन्छ त्यही त ल यस्तो यस्तोवाला एउटा राइट ल दाजुभाइहरू त्यही नै हो जस सिसिरको पनि ट्यागको अलिकति रिभ्यूदेखि नै हाल्नुभयो सुनि नै हाल्नुभयो होइन दाजुभाइहरू मेरो पनि जस बवाल नै छ अनि बटारमा यो बाइकको सोरुम आयो भने चाहिँ हाम्रो हिरो कम्पनीबाट भनेको छ होइन अनि सोरुम आयो भने चाहिँ बवाल नै हुन्छ जस सेल्सहरू बवाल हुन्छ भनौँ न त्यही नै हो दाजुभाइहरू होइन अनि टक्क लिनुपर्ने हुन्छ अनि आज अनि को टेस्ट राइड हान्यो कमेन्ट डाउन अन बिलो है जस हामी चाहिँ अलिकति ढिला भयौँ अनि त्यो कारणले गर्दा चाहिँ अलिकति भने जस्तो अझै पनि के आधी घन्टा त नन घोटेछ हामीले होइन तर पनि अझै भने जस्तो चाहिँ अलि ठाउँहरूमा जानु पाएन होइन त्यही नै हो दाजुभाइहरू अब नेक्स्ट टाइम हाम्रो उमेश दाईलाई पनि एकदमै धेरै मनदेखिबाट नै है जस्ट धेरै धेरै धन्यवाद छ है दाई तपाईँलाई पनि अनि त्यही नै हो जस्ट सिसिरको ग्यारेजमा आज भोलि बसिरहेको छ अनि अर्को कुरा केटा हो होइन अनि यसो बाइकमा ऱ्याप स्याप हान्नु मन छ भने चाहिँ अनि यु क्यान भिजिट अन आवर सब है केटा जस हात्तीगढा चोकैमा रहेको छ भने अहिलेको फिलहाल हामीसँग बाँकी भएको चाहिँ यो कार्बन फाइबरको 3D भयो अनि यो चाहिँ ब्ल्याकमा छ अनि त्यही नै हो सामानहरू जस्तो मोडिफिकेसन सामानहरू आज पनि आउँदैछ होइन जस अहिले चाहिँ त्यस्तो खासै अपडेटहरू भएको छैन यो यत्तिकै राखिरहेको छ कि आज यसलाई फुल डेकोरेसन गर्नुपर्ने हुन्छ म पहिला भ्लग एडिट गरेर आउँछु त्यसपछि चाहिँ हल्का फुल्का डेकोरेसन गर्नुपर्ने हुन्छ यसरी सोरुमको सामानहरू यसरी राखिरहेको छ अनि यहाँ हेर न त्यो फाल्तु सामानहरू चाहिँ यसरी राखिरहेको छ केटा त्यही नै हो अब मेरो रिभ्यूको अनुसार चाहिँ मलाई चाहिँ एकदम दामी लाग्यो है अब दाजुभाइहरू आजको लागि चाहिँ यति नै अनि यदि भिडियोहरू मन परिरहेको छ भने चाहिँ अनि त्यही नै हो कमेन्ट सो दाजुभाइहरू आजको लागि चाहिँ यति नै अनि भिडियोहरू मनपर्छ भने कमेन्ट डाउन अन बिलो सो दाजुभाइहरू आजको लागि यति नै है जस भिडियोहरू मन परिरहेको छ भने चाहिँ ट्याग लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है साथीभाइहरूलाई पनि टक्क सेयर गरौँ प्लस हाम्रो वाच टाइम अब चाहिँ अहिले लगभग 2500 जति पुगिरहेछ सो 4000 पछि चाहिँ हाम्रो इन्कम आउन सुरु हुन्छ त्यसैले दाजुभाइहरूले सपोर्ट गर्नुपर्ने हुन्छ है त दाजुभाइहरू ल आजको लागि चाहिँ यति नै यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु सिसिर केही भन्नु छ एकदम सपोर्ट गरौँ लाइक सेयर माया गरिदिउँ होइन हाम्रो दोङलाई अब भनेको केही टाइमपछि अब फर्स्ट टाइम आवर पुग्यो भने चाहिँ इन्कम पनि यसो हुन्छ त्यही हो राम्रै कुराहरू सिकाउने ट्राई गर्छौँ हामी पनि होइन राम्रै गर्ने चाहन्छौँ अरू भने त्यस्तै हो हामी भने यस्तै हो खाएर अलिअलि पारेको त्यही नै हो दाजुभाइहरू ल भोकलाई के भन्नु छ तेरो आज ऱ्याप हानि कि नहानी ऱ्याप हान्नु पैसा लिएर आइहाल मिल्यो भने ल दाजुभाइहरू त्यही नै होला त